एकजना हाम्रो तराईको बौद्धिक नेता हुनुहुन्छ नि सिके राउतले के भन्नुभएको छ भने घन्टी पार्टी रासपा पार्टी वासिङ मेसिन थोडी हो। काङ्ग्रेस एमाले माओवादीमा हुँदा चाहिँ पुरै दूषित हुने दुर्गन्धित हुने नेताहरू अनि त्यहाँ पुगेपछि चाहिँ वासिङ मेसिनमा राखे जस्तो टक्क डिटर्जेन्ट पाउडर हालेर चाहिँ वास गरे जस्तो हुने त्यो त थोडी हो भन्नुभएको थियो नि। त गलत भइसक्यो क्या, किन थाहा छ होइन? टक्क होइन, पहिला चाहिँ अब काङ्ग्रेसमा हुँदा चाहिँ होइन अब सिडियो लहटेको जिल्ला यो काङ्ग्रेसको गढ हो, खबरदार कसैले चुपचाप भन्ने। पछि त अनि पुरा रासपामा गइसकेपछि त होइन वाइट बडी काण्ड मुर्दाबाद, वाइट बडी दलाल होसियार होइन, वाइट बडी भ्रष्टाचारी मुर्दाबाद भनेर चाहिँ पुरा दिइरहेछन् होइन यो भिडियोमा होइन। यो काङ्ग्रेसको जिल्ला हो। काङ्ग्रेसले नियम कानुनपूर्वक हामीले ध्यान दिन्छौँ, तर त्यो नियम कानुनलाई बाधा पुर्याउने र जसरी पनि एउटा पक्षमा लागेर तपाईँले काम गर्ने काम गर्नुहुन्छ भने तपाईँहरू यहाँ लखनी सिडियो लखटिएको जिल्ला हो यो। अब वासिङ मेसिनको खतरा कमाल हाम्रो अमरेश कुमार सिंह अब 3 पल्ट 4 पल्ट अरू पार्टीबाट चाहिँ लडेर चुनाव जिते होइन, उहाँको चाहिँ एकदम क्षमता हो क्या। अनि घन्टी पार्टीमा गइसकेपछि त होइन पुरा माननीय बन्नुभयो, जित्नुभयो होइन, उहाँलाई शुभकामना पनि छ होइन। तर वास गरे जस्तो क्या अब यहाँ रवि लामी छाने हुनुहुन्छ नि, उहाँलाई चाहिँ स्यालोट हाने क्या, के जाजको छडी गर्नुभयो होइन। घन्टी पार्टीमा गइसकेपछि पुरै शुद्धिकरण हुने क्या, पुरै शुद्धिकरण होइन, पुरा जोइन होइन, ब्याट अनि तोप छोप अनि हान्नेहरू पनि अनि त्यहाँ चाहिँ ल्याब्स हुने होइन, अनि बोल्नै छोडिदिने, पहिला धेरै बोल्नेहरू नि अहिले बोल्नै छोडिदिने होइन, चेन्ज चाहिँ हुँदो रहेछ क्या पुरा होइन। अब कहाँ छ मुतेको भिडियो भनेर अनि टक्क यस्तो क्यामेरातिर हिँड्ने पनि होइन, त्यहाँ गएपछि छैन क्यामेरादेखि तर्सिदिए पो छ ल होइन, बोल्ने ठाउँमा बोल्नै छैन ल होइन। अनि अर्को छ नि स्वर्ण माग्लेज्यू हाम्रो अर्थमन्त्रीज्यू, बजेट चाहिँ होइन यताडा नि ल्याएर यताडा नि बल जस्तो या बनाएको छन् होइन, भित्र चाहिँ छैन ल, खोक्रै छ ल। माने क्या रवि लामी छानेज्यूलाई एकदम 21 तोपको सलामी क्या, उहाँमा चाहिँ क्षमता छ क्या, यो क्षमता हुनु पनि यो नट जोक क्या होइन। माने क्या, माने ल, स्यालोट ल, बधाई छ होइन। गणतन्त्र जन्माउने गणतन्त्र पितालाई अब गणतन्त्र दिवसको दिन निम्तो छैन। अब श्रीमान श्रीमती अब भेट हुन गफसप दिन पनि होइन, अब राष्ट्रिय गण कार्यक्रमको आयोजना गर्नुपर्ने गणतन्त्र दिवसको दिन हुनुपर्ने होइन। अनि फेरि अब प्रधानमन्त्रीको श्रीमती चाहिँ अब राष्ट्रपतिको तेस्रो रोमा होइन, राष्ट्रपति प्रधानमन्त्री अनि प्रधानमन्त्रीको श्रीमती होइन, अब हाम्रो सभामुखज्यू टिपी पछाडि होइन, त्यहाँ भन्दा नि पछाडि चाहिँ अझ रवि लामी छानेज्यू होइन, त्यो चाहिँ अलिक मर्यादा क्रम मिलेन जस्तो लाग्यो अब अलिकति होइन। रवि लामी छाने चाहिँ मान्नुपर्ने व्यक्ति हो होइन, माने क्या मैले, यति क्षमता छ नि होइन, पुरै डिटर्जेन्ट पुरै वासिङ मेसिन टक्क ल, बधाई छ ल, ठिक छ।